हेलो साथीहरू, सेवा सामुना। आजदेखि हाम्रो यो साकेलाको सरसफाइ कार्यक्रम यो 2 नम्बर वार्डमा हुँदैछ। ल म पनि उपस्थित भएको छु। यहाँ पर भाइ बहिनीहरू दाइहरू सफा गर्दै हुन्छ। अहिले म त्यहाँनिर जोडिन्छु है। ल यहाँ भाइ बहिनीहरू सफाइ गर्दै यसरी पत्ता झरेछ। यो नाच्ने ठाउँ चाहिँ यस्तो छ हाम्रो। यो हाम्रो नाच्ने ठाउँ त्यो इन्ट्रान्स भयो। यो हाम्रो साकेला थान है। सबै सरसफाइ गर्नुपर्ने चाहिँ पत्ताहरू यसरी झरेको छ। ल ऊ त्यो हाम्रो स्टेज भयो है। यो हाम्रो स्टेज यति झारहरू लामो लामो आएको रहेछ। अनि यहाँ परतिर चाहिँ यहाँ सरसफाइ हुँदैछ। थान सफाइ कार्यक्रम। ल यस्तोले सजिलो हुन्छ क्या। यहीदेखि लगा न। हिजो आउनु भयो? हिजो म त कहिले आएको त माथि त्यहाँ कति बजी दियो थाहा छैन। हामी त अघि आएको नि 7:30 बजी नै। गरेको छैन। त्यहाँ कत्रो लामो लामो घाँसहरू त्यो सबै काट्यौँ। पछाडि पछाडि देख्नु हुँदैन। त्यहाँ कति कति सक्नुभयो? नाच्नु छ। जेठ 3 गते चाहिँ यहाँ ठुलो हुन्छ। हाम्रोमा जेठ 3 गते हो। ल भयो स्टप गर्दै। कौन आया रे? गर नानी हो, छिटो छिटो गर। मैले कति गरिसकेँ अहिले। यो आन्टीहरू त गर्दैन त। म भन्दा यत्रो ठुलो ठुलो भएर नि गर्दैन हौ। छिटो आन्टी गर्नु। कति वर्ष पुग्नु भयो? 60? 11 अरे म 32 वर्ष पुगेर बाजे भरे मलाई। यो आन्टीहरू हो, यिनीहरू सब आन्टीहरू। यो आन्टी हो, यो पनि आन्टी हो। आन्टीहरू। ल है सरसफाइ कार्यक्रम निरन्तर चलिरहेछ। झार कति साह्रो आएको। यो मेरो कामै भिडियो गर्ने त हो। अनि पोज होइन, कामको पोज चाहिँ देऊ न यहाँनिर। ल यहाँ त कुलो पो रहेछ त नि। यहाँ सबैभन्दा सुखमा बस्ने मान्छे सुखमा। अर्को यहाँ काम गरे जस्तो मात्रै हो, भर्खरै पोजको लागि होइन। ल यत्रो थुप्रो अनि यहाँ फेरि अर्को कला हुँदैछ यहाँनिर। यहाँनिर मेहनती मान्छेहरू फेरि यता चाहिँ होइन। अनि यो कुरा सुनेर हाँस्ने हामी। ल 2 नम्बर वार्डको यो साकेला थान मैले वरिपरि घुमाएर देखाउँदैछु। साह्रै नै राम्रो ठाउँ छ है। अघि यस्तो फोहोर थियो, अहिले सफा गरेर चट्ट
दामी भएको छ ल